फाइनल्ली हामी चाहिँ खेतको छेउतिर आइसकेका छौँ। अब यहाँबाट जानुपर्ने हुन्छ ऊ पर। आज सिर्जना आन्टीहरूको उयो तोरीको उलाको हो क्या हो हजुर? सो उहाँहरूले चाहिँ सल झार्नु भयो अरे। त्यहाँ एउटाले हेर्दैछ ऊ मनिषाको साथी। हेर्नु त ऊ हामीहरू जस्तो त्यस्तै छ अरे। तेरै चाहिँ हो जान उहाँ। हेर त अब डलेर यता चाहिँ ऊ देख्न सक्नुहुन्छ पानी ट्याङ्की है। यो चाहिँ कर्जुना हो। ल हेर ल हेर ऊ ग्याङै पो रहेछ त राजेशको त पछाडि ग्याङै रहेछ। सो आज चाहिँ म घाँस काट्नलाई खेसारी बारी जाँदैछु र हाम्रो चाहिँ खेसारी बारी यहीँ आइसकेको छ जुन यो हरियो देखिरहेको छ गाइज। यो चाहिँ हाम्रो खेसारी बारी अनि यो माथिल्लोपट्टि घाँसहरू छ है। यता तोरी पाकेर चाहिँ लटरम्म छ। सो हजुरहरूले हाम्रो भिडियोलाई चाहिँ नहिचकिचाइकन मजाले हेरेर साथ र सपोर्ट दिनु होला गाइज। ल हेर यहाँ हाम्रो तक्लुको चाहिँ अलिकति सिचुएसन गम्भीर छ र यो खेसारीको चाहिँ गाइज के हुन्छ भने तरकारी पनि मिठो हुन्छ यसको मुन्टाको र यसको दानाको दाल हुन्छ र यो हरियोमा पनि यसको बोट चाहिँ गाईबस्तुलाई चाहिँ आहाराको रूपमा चाहिँ प्रयोग गरिन्छ र यो एकदमै युजफुल चाहिँ हाम्रो वनस्पति रहेको छ है। र त्यो त्यस्तो छ कि आज त भिडियो पनि अर्कै देखिरहेछ होइन। क्यामेरा अपडेट भयो जस्तो छ अलिकति किनकि फोनले विभिन्न अपडेटहरू पठाइदिरहेको हुन्छ त्यस्तो छ। हो अब हामीले घाँस उखेल्ने चाहिँ यहीँनिर हो। दुईजना गएर चाहिँ अघि बसिसक्नुभयो है। म पनि भटाभटी घाँस उखाल्छु घाँस उखालेर लाग्दिने हो बाटो त्यस्तो छ गाइज। यो मुखमा नि यो एउटा भाइले क्या भ्लग बनाउँदा गाइज गाइज भन्ने बानी बनाएको रहेछ। मेरो मुखमा पनि त्यही आउँछ गाइज 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 हेलो गाइज हाई गाइज। क्यामेरामा धुलो परेछ गाइज। अब पो देखियो त क्लियर गाइज। सो अब चाहिँ हामीले खेसारी उखाल्नु पर्ने हुन्छ। सो हाम्रो गाउँको भ्यू टावर देखिरहेछ यहाँनिर यहाँ। ओ या मलाई त थाहा नै हजुरहरू कस्तो जान्ने। वाउ वी आर के अरे सी इज भेरी इन्टेलिजेन्ट या वाउ। फ्री फायरको किरा टुप्पीमा हेऱ्यो भने छैन एउटै फ्री फायर ठिस्यु हान्ने मान्छे। ल गाइज अब चाहिँ हामी सुरु गर्छौँ उखेल्न।